बुकमा भएको जस्तो त के गर्नु पर्यो हेडरमा जानु पर्यो हेडरमा गइसकेपछि यदि यस्तो नर्मल कुनै चाहियो यो टाइपको जुन यसमा केही डिजाइनहरु देखाइरहेको छ भने सिधा त्यो क्लिक गर्दिन्छु भने त्यस्तो फर्मेट आइहाल्छ र त्यहाँनिर हामी त्यो लेख्न सक्छौं तर नर्मल चाहियो आफ्नै मनले केही बनाएको चाहियो भने एडिट हेडरमा जानुपर्छ यदि यो सब डिजाइन दिइरहेछ यो सब चाहिएन मलाई आफ्नै मनले गर्नु छ भने यहाँ एडिट हेडरमा जान्छु भने एउटा अप्सन खुलिहाल्छ र यहाँनिर हामी लेख्न सक्छौं अब यसलाई सिलेक्ट गरेर ठुलो सानो गर्नु पर्यो पनि गर्न सकिन्छ नि बोल्ड गर्नु छ भने बोल्ड गर्न सकिन्छ कलर गर्नु छ भने कलर गर्न सकिन्छ अन्डरलाइनहरु गर्नु छ भने अन्डरलाइन गर्न सकिन्छ त्यसपछि यसको फन्ट फ्यामिलीबाट फन्ट स्टाइलहरु चेन्ज गर्नु छ भने त्यो पनि चेन्ज गर्न सकिन्छ त्यसपछि लास्टमा राख्नु पर्यो भने यतातिर लास्टमा पनि राख्न सक्छौ ठीक छ र जसरी यहाँ बाहिर क्लिक गर्दिन्छु भने यो हेर्छु भने सबै पेजमा देखाउँछ अब यहाँ फेरि देखाउँछ नि ठीक छ त्यही त छ नि हेडर र फुटरको कामै त्यही हो हेडिङ क्लिक गरेर चाहिँ त्यो गर्ने यहाँनिर इन्सर्टमा गएर त्यसपछि हेडरमा गएर एडिट हेडर गर्दिन्छु र यहाँनिर एडिट हेडर जब आइसकेको हुन्छ भने देखायो यहाँनिर यो लाइनमा जे गर्दिन्छु त्यो सबै पेजको लागि सपोज यहाँनिर कुनै शेप पनि ड्रा गर्दियो भने त्यो शेप पनि सबै पेजमा देखाउँछ सपोज एउटा स्टार मैले गर्दिए यहाँनिर साइडमा सानो ठीक छ अब यसलाई कलर गर्नु छ भने कलर पनि गर्न मिल्छ नि यहाँबाट जस्तो रेडीमा चाहियो भने रेडीमा कलर गर्दिने यसको लाइन जुन छ त्यो लाइनलाई पनि रेडी बनाइदिन्छु भने बराबर देख्छ दुईटै बराबर भइहाल्छ अब यो त्यो पनि ड्राइङ सबमा देखाउँछ किनकि त्यो एडिट हेडर गरेर हामी गरेको छौं भइहाल्यो नि